नाखै चिलायो। दर्शक नमस्ते गाइज सबैजनालाई। यति बेला चाहिँ म लामासेरामा छु है गाइज। बेलौती पाकेर प्यालपुर बस्छ टिप्दैछु। यस्तो हाँगामा छु, जुत्ता यसो चढाएको छु। बेलौती बेलौती साथीहरू कसलाई खानु मन छ सम्पर्क गर्नुहोस् मलाई है, म लिएर आउँछु तपाईहरुलाई। मिठो एकदम अर्ग्यानिक, यसमा केही पनि मिलावट छैन, एकदम अर्ग्यानिक फल हो बेलौती। हुन त कतिपय ठाउँमा अम्बा भन्छ, कतिपय अब यसलाई अमृत पनि भन्छन् हैन। तर हामीले चाहिँ यसको शुद्ध भाषा चाहिँ शुद्ध नाम यसको चाहिँ बेलौती हो। एकदम निखर चोक्को छ। यति टिपिसके हेर्नु त गेडा, एकदम पाके है। बुटमा पनि टन्नै छ बेलौती हो। हेर्नुस् तल हेर्नुस्, म चाहिँ एकदम खतरा आगोमा उभिरहेको छु। एकदम रिस्क लिएर चढेको छु बेलौतीमा म। खान चाहनुहुन्छ भने सबैले सम्पर्क गर्नुहोस् मलाई है। धेरै टाढा त आउनु सक्दैन, नजिक पनि ल्याइदिएर आउँछु, सम्पर्क गर्नुहोस् है त। पाकेको छ खानी हो, बबाल मिठो छ गाइज। सेतो बेलौती रहेछ, खतरा मिठो छ। आज दाउरा काट्न आएको मान्छे बेलौती देखेर बेलौतीको हाँगामा चढेको छु। दाउरा साउरा गोली मारिदिया, बेलौती खाइदिया। मेरो घर उ त्यो पारी हो, घरबाट मलाई हेरिराखन्। बेलौती दन्का दिए आज। सबैजनालाई फेरि पनि नमस्कार। ल बेलौती चाहिँ सम्पर्क गर्नु है गाइस।